कान्छोहरू पिरियम त होला मिठो मिठो होला पहिला हामी धेरै गाउँमा पनि सँगै गएर भने पिरियम कान्छो पिरियम र अनि डरमानीसँग पिरियमले धेरै पिरियम कान्छो माइला अलिअलि जेठाको माइला चौराको दाजु जेठामाले भरानी बहिनी हो जात बेला बोल्नु अलिक मान्छे अलिक घमण्डी खालके धेरै घमण्डी बेला थाहा पहिला जमानामै उनका बाजे परबाजेदेखि पैसा पाले यताउता त्यसो बोल्दा छुट बोल्दा छुट हुन्छ नि हामी सानो थियौँ तिम्रो बिहा थाहा हुनु हाम्रो जेठा दाइको नै हामीले जेठी दिदीको मेरो जेठी जाता छ होइन जेठी दिदी मभन्दा पछि त मेरो बहिनी 3 हुन् 2 मरि गई एक छ धौलास्तीमाथि मभन्दा पछि धौलास्तीमा छ तर त बहिनी छेउमा धेरै त बिहा को त बहिनी सिन्त भने छ त्यो बहिनी छ धौलास्तीवाली त्यसपछि कान्छेवाली 2 बहिनी एक अगन म कलकत्तामा गएँ त्यहाँ पहिलो गएर पासो लगाएर मैले तपाईँको नेपाल काम गरेँ त्यो बिति अर्खेवाली त बहिनीहरूले पहिलादेखि पहिलाले ल्याएको 1 सालमै बितिसक्यो हाम्रो घर कहाँ जति मुढादेखि मन्दिर के मुढादेखि पुरनताल भने ताल छ नि पुरनतालको ताल त्यहाँको पुरनतालमा गएर भने बम गएर भने जो पनि त्यो एरियामा सबै पुरनतालमा जानु पुरनतालमा मुढाबाट यहाँ अटोमा दिनु 50 रुपियाँ लिन्छ नै त हिँडेर यहाँ 15 मिनट लाग्छ हिँड्ने सर्टकट पुरनताल भनेपछि अनि नै त अटोमा पुरनताल भनेपछि वहीँ कि अटोवाला मेरै गाउँमा छ जैदेखि पुरनताल धारणीर भन्नु त्यहाँ अटो धारणीर त्यहाँ बोरा बम बोरा भनेपछि बोरा 14 त्यो मुसिर छन् त घर घर भने त जानु जहाँ सकिरह्यो त्यहाँ पछि जहाँ त फलोपुर सकिरहने हो मच्छामा त्यहाँ नम्बर जाने घर जाने पाहाड जाने भने जान्छ बच्चाहरू देवाली खाएर जाने होला नि त मच्छामा त्यहाँ नम्बर जाने घर खाना लाग्छौँ पका अकल खाना लाग्छौँ 26 गते 14 गते